यदि तपाईहरु मरोटे या कृष्ण सबरन आउँदै हुनुहुन्छ भने चाहिँ यो भिडियो तपाईहरुको लागि हो। यो ठाउँलाई एकदम ध्यान दिएर हेर्नु होला। यो ठाउँबाट मान्छेहरु सबभन्दा बढी हराउँछ। एउटा चाहिँ दायाँ भाग जानेछ, एउटा चाहिँ बायाँ भाग जानेछ कि। तपाईहरु चाहिँ बायाँ नगरेर सिधा चाहिँ दायाँबाट चाहिँ छिर्नु होला है। किन बायाँ भनेको गलत बाटो जान्छ, दायाँ भनेको चाहिँ सही बाटो जान्छ। म अगाडिमा तीर ठिक र बैठक पनि देखाइदिएको थिएँ। नमस्कार सबैजनालाई स्वागत छ मेरो नयाँ भ्लगमा। आज म तपाईहरुलाई चाहिँ कृष्ण सबरन या मरोटी जाने बाटो तपाईहरुलाई देखाउन गइरहेको छु। यो मौली बजारदेखि अलिकति अगाडि रहेको छ। हेर्नु, मौली बजारतिर त्यो गेट भेटिन्छ, गेटदेखि सिधा हामीलाई चाहिँ उत्तरतिर लाग्नुपर्छ। त्यही यस्तै बाटो छ, खोलाको छेउछेउमा चाहिँ बाँध छ हैन। त्यही बाटो सबैजना चाहिँ हिँड्नु होला। योभन्दा अलिकति अगाडि गएर त्यहाँ तपाईहरु सानसानो घर देखिराख्नु भएको छ हैन। यदि तपाईहरु बाइक लिएर कुनै गाडी लिएर आउँदै हुनुहुन्छ भने चाहिँ एउटा कुरा ध्यान राख्नु होला कि बाइक त्यहाँ मन्दिरसम्म चाहिँ पुग्दैन। यो त्यो मेन रोड छोडेर अलिकति उत्तर जाने बित्तिकै त्यहाँ सानो घर हेर्दै हुनुहुन्छ नि, यो तपाईको सुकुम्बासी बस्ती हो हैन। यो सुकुम्बासी बस्तीमा तपाईहरु आफ्नो बाइक राखेर अनि मात्रै जानु होला, किनभने अगाडिको बाटो धेरै नै खराब छ। हामी पनि फर्स्ट टाइम जाँदै छु। अझै एउटा कुरा ध्यान राख्नु होला, यदि तपाईहरु मरोटे जाँदै हुनुहुन्छ भने चाहिँ आफ्नो अलिअलि नास्ता थोरै बोकेर जानु होला। र सबभन्दा मेन इम्पोर्टेन्ट कुरा चाहिँ पानी बोकेर जानु होला है। पानी चाहिँ नबिर्सिनु होला, किनभने पानी चाहिँ त्यहाँ पाइँदैन। पानीको धेरै अभाव हुन्छ। हिँड्न पनि निकै हिँड्नुपर्छ, बाटो पनि निकै अप्ठ्यारो छ, धेरै तिर्खा लाग्छ। यी अगाडि तपाईँ पछाडि अलिकति हेर्नुभयो त्यो सुकुम्बासी बस्ती थियो। त्यो बस्तीनिर चाहिँ आफ्नो जे जति सवारी साधन छ त्यहाँ राखेर अनि त्यहाँबाट हिँड्दै जानु होला। अनि हिँड्दै अगाडि जाँदै हुनुहुन्छ भने चाहिँ जुत्ता चाहिँ कृपया नलगाएरै गएको राम्रो कि। चप्पल छ भने चप्पल लगाएर हिँड्नु होला, किनभने अगाडि हिलो भयो भने चाहिँ चप्पल खोलेर बोक्न पनि सजिलो हुन्छ। तर यदि जुत्ता लगाएर जाँदै हुनुहुन्छ भने चाहिँ जुत्ता बोक्न बहुत झ्याउ हुन्छ, किनभने बाटो भनेको धेरै नै नराम्रो बाटो छ है। धेरै नराम्रो बाटो छ। खोले खोला जानुपर्छ, बाटो त नभनौँ, खोले खोला जानुपर्छ। यस्तो डेन्जर बाटो छ। तपाईहरु यो भिडियोमा अगाडि म देखाइदिइरहेको छु। अनि अझै एउटा कुरा ध्यान राख्नु, तपाईहरु हेरेर यो जुन खोलाले हामी तरिरहेको छु नि, यो खोला भनेको सबभन्दा डेन्जर हो। कति बेलाको लागि चाहिँ यदि तपाईहरु यो जाँदै हुनुहुन्छ, यदि त्यति बेला चाहिँ पानी परिहाल्यो भने चाहिँ सबभन्दा डेन्जर भनेको खतरनाक बाटो हो। अहिले हामी कति थोरै पानी थियो हैन, यदि हामी त्यहाँबाट पूजा गरेर फर्किने बेलामा हामीहरू पानी पर्न थालेको थियो। त्यो जसको कारणले गर्दा त्यो खोलामा यति नै थोरै पानी थियो, तर यति स्पिडमा गइरहेको थियो कि हामीले क्रस गर्न पनि निकै नै गाह्रो भइरहेको थियो। त्यो अर्को कुरा चाहिँ तपाईहरु चाहिँ पानी वर्षा मौसममा नजानु होला, अरू नजानु होला। ल हेर्नु, अहिले जुन हामी यो बाटो हिँडिरहेको छु, फर्स्ट टाइम जाँदै थिएँ, कसैले बाटो पनि थाहा थिएन। र यो हामी अहिले गलत बाटो भएर गइरहेको छु। त्यही भएर तपाईहरुलाई सुरुमै भनिदिएको थिएँ, आउँदै हुनुहुन्छ भने चाहिँ त्यो जुन म देखाइदिने ठाउँ चाहिँ त्यो ठाउँबाट दुईटा खोला छिर्छ हैन, एउटा दायाँपट्टि एउटा बायाँपट्टिबाट चाहिँ। तपाईहरु चाहिँ दायाँपट्टि नछिरिकन चाहिँ बायाँपट्टि नछिरिकन दायाँपट्टिबाट छिर्नु होला है। यो कुरा चाहिँ ध्यान राख्नु होला। त्यहाँ चाहिँ मलाई चाहिँ दायाँपट्टिबाट छिर्नु छ। दायाँपट्टिको खोला यता पश्चिमपट्टिको जुन पूर्वपट्टिको जुन खोला छ, पूर्वपट्टिको खोला हुँदै हामीलाई जानुपर्छ भनेर यो कुरा चाहिँ एकदम दिमागमा राख्नु होला। अनि हामी अहिले गलत बाटो नै हिँडिरहेको छु। यो गलत बाटो हामीलाई थाहै थिएन। जाँदै जाँदा हामी धेरै 3-4 घण्टासम्म हिँड्ने यो बाटो चाहिँ। 3-4 घण्टा जब भइहाल्यो अनि म यसो विचार गर्छु हैन, हामी त गलत बाटो आयो कि भनेर आउँदैन, भेटिँदैन। अनि मेरो बुवा अनि मेरो बुवाको साथी त्यहाँ जाँदै हुनुहुन्छ अगाडि चाहिँ। दुवैजना 4जना मिलेर हामी 4जना थिए जम्मा चाहिँ। तर कसैलाई थाहा थिएन कुन बाटो जाने के जाने। हामी त्यही गलत बाटो नै, जङ्गलको बाटो, खोलै खोला गइरहेछु। अलिकति अगाडि जाँदाखेरि चाहिँ अनि यसो म मोबाइल निकालेर अनि म्याप हेर्दाखेरि चाहिँ अनि मन्दिरको लोकेसन मैले सुरुमै निस्किनुभन्दा अगाडि अलिकति ट्र्याक गरेको थिएँ। अफलाइनबाट चाहिँ हेर्दाखेरि चाहिँ त्यो मन्दिर भनेको अर्कै खोलाबाट छिर्ने रहेछ। अनि त्यसपछि जुम गरेर हेर्दाखेरि बल्ल हामी थाहा पाएँ हामी चाहिँ गलत बाटो गइरहेछु। अब के गर्नु, त्यो गलत बाटो अब त निस्किसकेको थिएँ। त्यो बाटो फेरि अर्को ठाउँमा जोड्ने पनि हेरिरहेको थिएन। लास्टमा जाँदाखेरि चाहिँ त्यो बाटो नै मतलब यत्रो डर लाग्दो भयो कि त्यहाँ अगाडि जाने राम्रोसँग बाटो नै पुरै जङ्गल झार भइसक्यो, त्यो रुखहरू पुरै ढलेर झरिरहेको थियो। अब के गर्नु, त्यसपछि हामी त्यहाँबाट चाहिँ एकछिन विचार गरेर अनि फर्किने प्लान गरेँ। बाटो यस्तो नराम्रो थियो, तिर्खाले हामी सबैजना परेशान भइसकेको थियौँ। पानी बोकेकै थिएन। हामी सोचे त्यहाँ यस्तो राम्रो ठुलो मन्दिर हो हैन, धेरै शक्तिशाली मन्दिर छ, मान्छेहरू गइरहेको हुन्छ, आइरहेको हुन्छ। त्यो बाटोमा कतै न कतै केही न केही पानीको व्यवस्था होला भनेर, तर खाने पानीको व्यवस्था चाहिँ कतै थिएन। त्यस्तो तिर्खा लागिरहेको थियो। तर पनि के गर्नु, अब हामी हिँडिसकेको थियौँ बिहान केही नखाइकन। यदि बलुवा छ, हिलो पनि छ हैन। अनि यो पानी जुन छ नि, पानी हेर्दा चाहिँ थोरै पानी लाग्छ, हेर्दाखेरि अलिक प्लेनै हुन्छ। अलि कुनै ठाउँमा यस्तो धस्ना भन्छ हाम्रो भाषामा हैन, त्यो अचानकै त्यो पानी मुनि जान खोजिरहेको हुन्छ कि पुरै जमिनभित्रै छिर्न खोजिरहेको हुन्छ खुट्टाहरू चाहिँ। त्यही भएर अलि हिँड्दाखेरि चाहिँ एउटा लट्ठी लिएर हिँड्नु होला, अनि पानी बोकेर हिँड्नु होला, आफ्नो चाहिने अलि खानेकुराहरू बोकेर हिँड्नु होला।
यदि कोही व्रत लिएर जाँदै हुनुहुन्छ भने चाहिँ ठिकै छ। यदि उहाँको सपोर्टमा यदि व्रत नलिकन यत्तिकै जाँदै हुनुहुन्छ पूजा गर्नलाई चाहिँ त्यो खानेकुराहरू बोकेर हिँड्नु होला, नत्र धेरै अप्ठ्यारो हुन्छ। अब गर्नु हामी गलत बाटो हिँडेर अहिले पनि गलत बाटो नै हिँडिरहेको छु धेरै अगाडि गइसकेपछि। अनि त्यसपछि हामी लास्टबाट फर्केँ। ल हेर्नु हाम्रो हालत के हुँदो रहेछ यसमा चाहिँ। यो बाटो चाहिँ यो भिडियो सुरुदेखि अन्तसम्म हेरिदिनु होला। यो भिडियोमा चाहिँ म रोड जाने सबै प्रष्ट हामी तरिकाले भनिरहेको छु। अनि यो ठाउँ यस्तो ठाउँ हो कि जहाँ चाहिँ गुगलबाट हेर्दाखेरि बाटो पनि देखाइदिँदैन यो मन्दिर जाने बाटो यो हो भनेर। धन्न चाहिँ एक ठाउँ चाहिँ यो मन्दिर यो ठाउँमा छ भनेर मात्रै थाहा छ, लोकेसन देखाउँछ गुगलमा। गुगलले तर बाटो देखाउँदैन कि यो बाटो हो जाने भनेर चाहिँ। त्यही भएर चाहिँ भिडियोलाई सुरुदेखि अन्तसम्म हेरिदिनु होला। र यदि तपाईँहरू मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ भिडियो लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला र मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिएर मलाई एकदम धेरै सपोर्ट गरिदिनु होला। अब तपाईँहरू हेर्दै जानु अगाडि चाहिँ बाटो कस्तो कस्तो छ भनेर चाहिँ। छैन पैर सब अपना लागले आदमी सब गया के घुर के ले वो आदमी घुसले गेले तना अपना बिसर गेले रास्ता ना वो सब बिसर गेल थे। तो वही खातिर वो आदमी सब ठामे घुर के निकलल छै कि तब बुझ गेल दे अपना रास्ता गलत पकड़ा गेल छै कि रास्ता गलत पकड़ा गेले जा रहल छियै रिटर्न। अब दोसर बाटो देखियो घुसबे क्या करे गेले वो आदमी रास्ता भथला गेले रहे। ते खातिर एठा पूजा करके रिटर्न भए गेलै अपना रिटर्न भए रहल छियै। ए न कोठान कतरे गढै छियै सबजना रेस्ट गरे। म यहाँ लेखिदिएको छु मरोटे जाने बाटो होइन। हालत खराब हो गया है सबका चलता चलता। मेरा भी हालत खराब हो चुका है। अरे क्या गिरा बे दसना गिर गया। वो धक्छौ भने यता चाहिँ हामी अल्टर बाटो छिरेर कहाँदेखि कहाँ पुगिसके। यहाँदेखि मेन जाने हो हाम्रो बाटो होइन। यही बाटो हो, यो पुल्ला छ, यत्रो ठुलो पत्थल छ, नझुकिनु होला। यहाँदेखि सिधा आएपछि यो लेफ्ट नगइकन राइटतिरको छिर्नु होला है। राइटतिर यो बाटो जाने चाहिँ आमामा यही बाटो बिर्सेर हामी तनाव भइसक्यो। कति हिँडेँ अनि अब यो सही बाटो हिँड्न थालेको छु। 3 घन्टा 4 घन्टा 4.5 घन्टा हिँडेर अब यो बाटो सही बाटो अब हामी लागे। ए ठेना बोर्ड लगा देना रहे कि यो ई बाटो नै चाहिँ बाटो चाहिँ हिँड्दा हालत खराब भइसकेको छ। यहाँ मिनी झरना बाप रे बाप पानी पनि धेरै छ। तिर्खाले प्राण गइरहेछ तर पानी खान पाइरहेको छैन किनभने पानी छैन। यस्तो खतरनाक बाटो हामी हिँड्न गइरहेछु। थाहा छैन कति पानी छ। ओइ बाबा रे अरे तोरी क्या यस्तो डेन्जर बाटो छ है। यस्तो डेन्जर बाटो छ उडी बाबा रे। पानी त बढ्दै जा रहल छ। हालत खराब है जंगल में। क्या खतरा से देखो तो तिबिक 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 वाओ पत्थर में पत्थर चट्टान बसिसकेको छ। ओ माय गॉड हैं अरे बाबा पानी डूब लिया हो। ओए बाप रे बाप डूब गया। पानी बहुत ज़्यादा है यहाँ पे। यस्तो छ है डेन्जर। हेर्नु यस्तो डेन्जर बाटो हामी आयो। या तपाईहरु यदि आउँदै हुनुहुन्छ भने चाहिँ पानी लिएर आउनु है। पानी लिएर आउनु। यहाँ पानीको यति धेरै पानी त छ तर पानी खाने पानी केही छैन। प्यासले त हालत खराब हुन्छ यार। मेरो प्यासले हालत खराब भइसकेको छ। पानी लिएर आउनु है। पानी लिएर पानी पाइँदैन यहाँ चाहिँ बिजोग छ हालत। यो त बाटो बिर्सेर अर्को रुट हिँड्यो अनि यो रुट आइयो फेरि फर्केर सही बाटो चाहिँ तर गर्नु के हालत जस्तो छ। उडी बाबा कोही त आर्छेर गला हौ। रुका आबै छ हाम्रो हारू।
अरे दुर्गा ए झन्डै डुबिने यार ओइ यताबाट जानु पर्यो झन्डै झन्डै अहिले धेरै पानीमा गयो यार आमा हेर्नु त्यस्तो छ हालत झन्डै यहाँ धेरै पानीमा जाँदै थिएँ वास्तवमा त कुनै भित्र घुस जाती है तो बहुते पानी में चल जाती है ना ये ना बहुते पानी से सब वीडियो के चक्कर में थी अखनी सार वीडियो के चक्कर में मोबाइल तो लेना तो डूब जाती हालत खराब है हाँ आईफोन का नहीं घुस होती हमारे हालत पंचर भए हेर्नु भाइ कति दुःख कष्टमा गइरहेको छु भगवान्ले तर अप्ठ्यारो ठाउँमा किन बस्नु भएको तपाईँ चाहिँ आफू बस्नुभयो हामीले पनि दुःख दिँदै हुनुहुन्छ ओइ लड्यो माकुरी झोला पछाडि गिर्ले त माया बर्बाद यस्तो खतरा छ यार प्यास से मुँह में गौज उठा लगले नायगढ़ पानी नहीं है यार अब ऐसे बर्दाश्त फाज रहे पानी पी लेब हमरा जे हेतै देखल जेतै कतै फोहर पानी छ दिनभरि केही नखाइकन न पानी न नास्ता केही नखाइकन यो बाटो हिँड्दा हिँड्दै झन् त हामी गलत बाटो हिँडे होइन त्यति धेरै हालत बिजोग भइसकेको थियो तिर्खाले त मुखमा फिजाउन थालेको थियो अनि लास्टमा चाहिँ त्यो अगाडि भिडियोमा सुन्नुभयो होला मेरो यस्तो हालत बिग्रेको थियो म हिँड्न पनि सकिरहेको थिइनँ तिर्खाले र भोक पनि त्यत्तिकै लागिसकेको थियो अनि लास्टमा प्लान सोचेँ म चाहिँ यदि अब चाहिँ योभन्दा ओभर कन्ट्रोल यदि कन्ट्रोल भएन भने चाहिँ लास्टमा यो म खोलाकै पानी खाइदिन्छु जसरी भए पनि खोलाको पानी म खाइदिन्छु तर तपाईँलाई अगाडिमा देखाइदिन्छु एक ठाउँ चाहिँ तर खोलाको पानी त खाएन एक ठाउँ अलिकति अगाडि यस्तो नबतायो कि पुरै म हिँड्नै नसक्ने गरी मेरो खुट्टा नै जाम भइसक्यो कि दिनभरि खाली पेट डिहाइड्रेट पुरा फुल डिहाइड्रेट भइसकेको थियो पानी त टन्नै थियो तर खाने लागेको कुनै पानी नै थिएन सबै खोलाको पानी त कति धेरै यसमा किराहरू के ब्याक्टेरिया के होला त्यहाँ चाहिँ पानी राम्रो छ कि छैन फेरि त्यो भित्र के भाइरस ब्याक्टेरिया होला र के गर्नु खान त मिलेन डराइ पनि हामी गइरहेको थियौँ अब थाहा पनि लागिरहेको थिएन कुन ठाउँमा कति पानी छ त्यस्तै खुट्टा लिएर टेक्दै अनि हामी यहाँबाट निस्क्यौँ अब साथीहरूलाई बोलेर अझै एउटा कहानी सुनाउन गइरहेको छु म यहाँबाट चाहिँ हामी यहाँबाट जुन जब यताबाट त जान त मन्दिर पुगेँ मन्दिरबाट फर्किने बेलामा जे हालत भयो त्यो यो भिडियोमा त छैन तर म तपाईँहरूलाई चाहिँ यहाँ भन्न गइरहेको छु त्यहाँ त मन्दिरमा पुगेँ मन्दिरमा पूजा गर्दै त्यहाँ चाहिँ एकदम पानी पर्न थालिहाल्यो र अर्को यो हेर्नु यो बाटो पनि कस्तो डेन्जर छ यो बाटो अहिले हेर्दै कति थोरै पानी लाग्दैछ नि तर धेरै यसमा चाहिँ तिग्राभरिको पानी छ उताबाट जब हामी जब मन्दिरमा पूजा गरेर जब फर्किन थालेँ त्यो पूजा गर्दा नि पानी धेरै आयो त्यो सोचे हामी एकछिन पानी आउँछ के भन्छ ठिक मतलब रोकिहाल्छ पानी रोकिएन यति नै धेरै पानी आयो कि हामी त्यहाँबाट यस्तो डरायो किनभने पाहाडको बाटोमा थोरै पानी आए पनि किन साँगुरो बाटो यस्तो साँगुरो कति धेरै साँगुरो छ यसमा तुरन्तै पानी भरिहाल्छ र यो बाटोमा चाहिँ भित्र जुन पानी मुनि जुन छ नि प्लेन छैन एकदम ठुल्ठुलो ढुङ्गाहरू छ कि भित्र खुट्टा टेक्न पनि कति धेरै गाह्रो भइरहेको थियो त्यही पनि हामी यस्तो छाम्दै खुट्टा लिएर भित्र जमिन ढुङ्गा छाम्दै पनि यहाँबाट गए यहाँ चाहिँ तिग्राभन्दा पनि बढी पानी थियो कम्मरभरि नै पानी आउन आँटेको थियो जबकि यति बेला चाहिँ पानी परेको छैन फर्किने बेलामा त झन् कम्मरभन्दा पनि माथि पानी भइसकेको थियो तर पनि म त हिँड्न नसकेर मलाई जबरजस्ती के भन्छ हात समातेर घिसार्दै यहाँबाट फर्केर मलाई लिएर जानु यति धेरै गाह्रो भएको थियो तपाईँहरू पनि आउँदै हुनुहुन्छ भने चाहिँ यदि तपाईँ हट्टाकट्टा हुनुहुन्छ भने चाहिँ मात्रै आउनु होला हट्टाकट्टा हुनुहुन्न भने चाहिँ नआउनु होला यदि हट्टाकट्टा हुनुहुन्न भने चाहिँ खानेकुराहरू पुरै टन्नै बोकेर होला खाँदै पिँदै जानु होला र खाँदै फर्किनु होला अब हेर्नु कस्तो डेन्जर छ हामी डराइ पनि यो बाटो चाहिँ क्रस गरिरहेको छु भित्र ढुङ्गा छ कति धेरै ढुङ्गा छ यताबाट उताबाट फर्किने बेलामा यस्तो हालत भयो कि यति धेरै नराम्रो हालत भयो मेरो चाहिँ जानलाई म त केही हिँड्न नसकेर जबरजस्ती मलाई तान्दै लिएर जानुभयो तर एउटा कुरा के छ भने यदि त्यो मलाई त्यति बेला चाहिँ मलाई तानेर घिसार्दै लिएर नजानु भएको भए चाहिँ हामी चारजना गई एउटा छ कि बाँच्दिन हामी थियौँ कि चारजना यही खोलाभित्र नै च्यापिएर मर्थे पानीमा डुबेर मर्थे कताबाट के घिसारेर लान्थ्यो यो जुन अगाडि अलिअलि ढुङ्गा हेर्दै हुनुहुन्छ नि सोच्नु फर्किने बेलामा पुरै पानी आइसकेको थियो अनि त्यो यो ढुङ्गै नै देखिँदैन त्यो खुट्टा कसरी टेक्थ्यो हामी चाहिँ कताबाट लडेको भए चाहिँ हाम्रो टाउसँग फुट्थ्यो हामी यो पानी क्रस गर्न पनि सकिँदैन थियो अनि चारजना यहीँ मर्थ्यौँ र अलि यसरी नै हिँड्दै आउँदाखेरि एक ठाउँ चाहिँ यसो माथिबाट हेरेँ कि पानी अलिअलि झरिरहेको थियो अनि मलाई चाहिँ अलिकति आशा होइन यो थोरै पानी माथिबाट झरिरहेछ खानुपर्छ भनेर अनि म र भाइ दुवैजना सुरुमा त पानी विचार गरेँ पानी राम्रो छ कि छैन पानीमा केही बालुवा केही मिसेर किराहरू पट्याएर आइरहेछ कि छैन भनेर यसो हेर्दाखेरि चाहिँ पानी ठिकै लाग्यो होइन
हेर्दाखेरि त्यसको किरासिरा केही थिएन, सफा नै पानी थियो। अब भित्र त किरासिरा नहुने कुरै छैन, के ब्याक्टेरियाहरू होला नै त्यसमा चाहिँ। तर हामी त दिन अब विचार गरिन, तिर्खा त बर लागिसकेको थियो, नखाइ कन्ट्रोलै भइरहेको थिएन। म र भाइ दुवैजना चाहिँ धेरै होइन 4-5 ड्रप योभित्र चाहिँ पानी खाइदिए है। अनि चाहिँ यहाँबाट चाहिँ दुवैजना पानी खाए। कसैले अब उता बुवाहरू अगाडि जाँदै हुनुहुन्थ्यो, बुवाहरूलाई भनेको हामी दुवैजना चाहिँ मजाले हेरेँ अनि सुई पानी खाइदिइहाल्यो। 2-4 ड्रप पानी खाँदाखेरि अलिकति घाँटीमा चाहिँ आराम फिल भयो, लाग्यो कि 2-4 थोपा पानी गएपछि अब अलिअलि इनर्जी आयो। अनि फेरि त्यहाँबाट चाहिँ हामी हिँड्न थालिहालेको थियौँ। दुवैजना मस्त पानी खाइरहेको छु। त्यही भएर तपाईँहरू भन्दै थियो साथीहरू पानी लिएर आउनु होला। खोरे केही नभए पनि चाहिँ जतिजना हुनुहुन्छ सबैजनाले आफ्नो आफ्नो कमसेकम 1 देखि 2 लिटर पानी बोकेर आउनु होला है, सजिलो हुन्छ। एकैचोटि फेरि ड्याङ नखाइदिनु होला, बसाएर लिएर आउनु होला। जाने बेलामा चाहिँ थोरै खाएर आउनु होला, जानु होला। उताबाट पूजा गरेर फर्किने बेलामा चाहिँ मस्त पानी खाएर मस्त फर्किहाल्नु होला। हेर्नु कस्तो डेन्जर बाटो छ, बहुत डेन्जर बाटो छ। अलि विचार गरेर हिँड्नुपर्छ सबैजनालाई चाहिँ। फाइनली हामी यहाँबाट चाहिँ लगभग 4-5 घन्टा नै 5-5.5 घन्टाको हिँडाइपछि हामी सही बाटो छिरेर अनि हामी ठ्याक्कै फाइनली गाइज यहाँबाट चाहिँ हामी मन्दिर पुगिसक्यौँ। पुरै हालत खराब भइसकेपछि अनि मन्दिर हामी फाइनली पुगिसक्यौँ। चप्पल नै खोल्दैछ, चप्पल नि यहाँ चप्पल राखेँ। जय भगवान, फाइनली मन्दिर पुगिसक्यो। कृष्ण सवरण मन्दिर पुगिसक्यो। हेर्नुहोस् त्यहाँ फाइनली साथीहरू हामी कृष्ण सवरण पुगिसके। यहाँ आउँदाखेरि चाहिँ 2 जना चाहिँ पूजा गर्दै हुनुहुन्थ्यो। उहाँहरूको लगभग पूजा सकिएको थियो। त्यसपछि हामी पुगे लास्टमा। अनि हामी पुग्ने बित्तिकै अलिकति पनि रेस्ट गरिन अनि बुवाहरू चाहिँ पुरै दाउराहरू कलेक्ट गरेर यहाँ खिर बनाउन थालिहाल्नुभयो। यो ठाउँमा चाहिँ कृष्ण सवरणमा चाहिँ मेन मान्छेहरू आउने भनेको यहाँ जनार गर्न आउँछ। जनार भनेको कसैको घरमा गाईहरू भैँसीहरू मतलब ब्याएपछि नै बच्चा दिएपछि त्यसको पहिलो दुधहरू लिएर आएर यहाँ खिर बनाएर खिरको पूजा गर्छ। यो भने कृष्ण भगवानको पूजा गर्नुहुन्छ यहाँ सबैजनाले चाहिँ खिर बनाएर। यो धेरै परम्परादेखि आएर एकदम शक्तिशाली मानिन्छ। यहाँ चाहिँ तपाईँको मनमा लागेको कुरा जे जति छ तपाईँ यो ठाउँमा आएर माग्नुहुन्छ भने तपाईँको पुरा हुन्छ। र यहाँ मेन भनेको अरू केही चढ्दैन साथीहरू, खिर चढ्छ, दुधबाट बनेको हुन्छ। यहाँ बुवाहरू मस्त खिर बनाउँदै हुनुहुन्छ, पूजा गर्दै हुनुहुन्छ। कृष्ण सवरण ठाउँमा चाहिँ यहाँ चाहिँ गर्नलाई मरौती भन्ने ठाउँ भन्छ, त्यहाँ चाहिँ आयो हामी चाहिँ जनार पूजा गर्नलाई। यहाँ एक त हामीले बाटो बिर्सेर अर्कोतिर गए अनि यहाँ आउँदा चाहिँ चिसो गर्दा पुरै अहिले पानी परिरहेछ होइन। हामी पनि यहीँ छु, डर पनि लागिरहेछ किनभने यो जुन खोला छ यसमा अलिअलि पानी आयो भने यो पानी धेरै भइहाल्छ। किनभने अरू ठाउँ बग्ने ठाउँ चाहिँ हामीहरू जाने आउने बाटो भनेको यही खोला हुँदै जाने हो कि खोला हुँदै जानुपर्छ, डर पनि लागिरहेछ। भगवान्सँग प्रार्थना गर्दैछु कि भगवान् पानी छोडाइदिनु होइन, त्यति धेरै दुःख नदिनु। धेरै दुःख हामी खाइसकिसकेको छु। हाम्रो यहाँ खोलामा पनि पूजा भइसकेको छ अनि पानी परिरहेछ। पानी पर्दै गर्दा हाम्रो पुरै त्यो हाम्रो यहाँ कृष्ण सवरण मन्दिरमा चाहिँ पूजा भइरहेछ। यहाँ चाहिँ यस्तो छ होइन, यहाँ हाम्रो नन्दी बाबा हेर्नु पत्थरको सेम आकृति नन्दी भगवान् जस्तो छ होइन। त्यसपछि हाम्रो यहाँ चाहिँ पूजा हुन्छ। यस्तो ठाउँमा चाहिँ यहाँ धेरै शक्तिशाली छ। यहाँ चाहिँ जनार पूजा गर्छ, जसको गाई भैँसीहरू बिहाएको हुन्छ त्यसको लागि पूजा हुन्छ। यहाँ चाहिँ यस्तो पूजा गरेर पूजा गरिसकेछ। भाइले प्रसाद पनि उठाइसक्यो। यहाँ चाहिँ बुवाहरू चाहिँ खिर बनाउँदै हुनुहुन्छ होइन। पानी पर्दैछ, रेनकोट धन्न म रेनकोट लिएर आएको थिएँ। सवरण यहाँ चाहिँ माथि जाने बाटो छ, कहाँ जानु थाहा छैन, पानी परेर चाहिँ बस्ने ठाउँ होला। ल